फाइनली हामी मेन रोडमा आइपुग्यौँ हैन यताबाट हामी कुरा गर्दै गर्दै पुरा सब सर्वे गरेर पुरा मेन रोडमा आइपुग्यौँ के यस्तो तर हल्का गाह्रो भयो के हामीलाई हैन के हो अब फोन क्यामेरा गाउँ म के भन्छु मुसिकट नगरपालिका वडा नम्बर 7 अन्तर्गत रमणीय ठाउँमा हामी प्रवेश गरिसकेका छौँ साह्रै रमाइलो भइसकेको छ हेलो गाइस अनि के हामी चाहिँ गएर सर्वे गरेर आइसकेको छौँ अनि हामी सर्वे गर्ने बेला चाहिँ हामी के बुझ्यौँ भन्दाखेरि यहाँ चाहिँ त्यस्तो खासै मान्छेहरूलाई चाहिँ त्यो ल कानुनको बारेमा नलेजहरू रहेनछ अनि त्यसपछि गएर के अरे नलेजहरू पनि रहेनछ अनि यहाँको मान्छेलाई चाहिँ सिम्पल जस्तो बाबु बिहाको बारेमा पनि थाहा रहेनछ चाइल्ड म्यारेजको बारेमा पनि थाहा रहेनछ अनि त्यसपछि गएर योमा चाहिँ यस्तो गऱ्यो भने यति कानुन यति सजाय व्यवस्था गरिएको छ भनेर पनि थाहा रहेनछ जुन चाहिँ हामीले केही मात्रामा चाहिँ जानकारी दिइसकेको छौँ र यो गाउँमा हामीले सर्वे गरेको गाउँ चाहिँ यो हो यो मुसिकोट वडा नम्बर 7 को हामीले चाहिँ सर्वे गरेको आज चाहिँ यही हो अनि यो चाहिँ एउटा चुके कालो मुसो हो त्यसको चाहिँ भिडियोमा चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला नयाँ च्यानल अनि यिनी चाहिँ सिङ्गर कुसुम भण्डारी र एउटा गीत गाओस् गीत गाओस् एउटा हैन अनि एकदमै हाम्रो चाहिँ एकदमै मिलनसार ज्ञानी ह्यान्डसम अनि त्यसपछि हाम्रो एकदमै सपोर्टिभ अनि त्यसपछि गएर यस्तो गरौँ है सर भनेर ल हुन्छ भनेर भनिदिने एकदमै फेभरेट सर चाहिँ हाम्रो कि मोटिभेर खुवाउने हामीलाई हरेक यहाँ यो गाउँहरूमा पाइने त्यो फलहरू हुन्छ जुन चाहिँ हाम्रो नाम पनि थाहा छैन यो बारेमा जानकारी दिने अनि त्यसपछि यो बारेमा जानकारी दिने चाहिँ एकदमै राम्रो हाम्रो सर जसको नाम हो रेशम सर हो रेशम ओली सर ओली हो ल सर हेलो भनिदिनु एउटा गीत जाओस् सर पछाडिबाट तपाईँ स्टार्ट गर्नु पछाडिबाट हामी पुर्याउँदै हिँड्छौँ जाले जाले रुमाला यहाँ बसे गाल पर्छ गइजाउँ सिस्ने हिमाला यहाँ बसे गाल पर्छ गइजाऊ सिस्ने हिमाला दाङ आकिन सल्लेन रुकुम जाने कि नजाने जाले जाले रुमाला यहाँ बसे गाल पर्छ गइजाऊ सिस्ने हिमाला यहाँ बसे गाल पर्छ गइजाऊ सिस्ने हिमाला हो हामी जोत बहादुरहरू जोत प्रकाश जोत बहादुर बोध बहादुरहरू सबले उ गरिसकेका छन् हैन फोटोहरू खिच्नेहरू खिचाइरहेछन् हैन हिरोहरू यिनै हुन् न म भिलेन हो के भिलेन सब परोठा खाँदैछौँ हैन परोठा खाँदैछौँ हैन सुषमाजी हाम्रो कुसुमजी अझै चाउमिनै खाँदैछिन् हैन ए स्टार्ट गरिसक्यो सरू त खाँदै हुनुहुन्छ हैन हामी स्टार्ट गरौँ फाइनली मेरो र कुसुमको आज च्यालेन्ज हुँदैछ रनिङ च्यालेन्ज के रनिङ च्यालेन्ज हो के दौड्ने हो म दौड्दिन म दौड्छु के म दौड्दिन सुप्रियालाई समाउने है 1 2 3 दौडा फाइनली म सुप्रियालाई पछाड दिइसकेँ हैन यिनी पछि परिसकिन् सुप्रिया नामै काफी छ के यार हेलो सेकेन्ड रनर आइराछन् हैन पुरा दौडेर कस्तो लाग्यो त थकाइ कति सुप्रियाले मलाई छोइसकिन् नि यार सुप्रियाले मलाई छोइसक्या हो के पछाडि हाम्रो सुषमा र सुषमा दौडिँदै आइरहेछन् दौड्यौ देऊ न त रिभ्यू देऊ न त
नास्ता मलाई चाहिँ चाउमिन भन्दा चाहिँ परोठा मिठो लाग्यो स्पेशल लाग्यो मलाई त्यहाँको परोठा स्पेशल इन्ट्रुको पश्चिम ओके त्यहाँको सागाको परोठा त ए तपाईलाई खान मन लाग्छ भने परोठा परबिन सुब्रियाले के भनिन्छ नि यो घर गर्दै हो पहिला यो घर अघि हामीले त्यो सर्वेलेको बोई हजुरआमा के त्यसपछि त्यहाँ अघि त्यो भ्लगमा तिमीले देखाएको थियौ नि पल्टेको रक्सी खाएर सुतेको हो त्यहाँ सासू ससुरा त्यहाँ अरे तिम्रो दुईजना भएर त्यहाँ सासू ससुरासँग यो घरमा मिलेर पनि सक्छ कि सक्दैनौ रे त्यो मैले सासू भन्दाखेरि त्यो त सुप्रियाले पक्कै पनि त मजाले बस्न सक्छ नि सासू ससुरा तिम्रो मलाई त्यो अघिको यिनको सासू ससुरा पहिलो कुरा मैले भने पनि हैन रेशम सरले आफै भन्नुभयो सुप्रियाको सासू ससुरा भनेर होइन सर के भन्नुहुन्छ सुप्रिया र यस्तो ससुरा पढेको के गर्नु सुप्रिया भन्नुभयो बुझ्नु अब थल्कानै सासू भनेर आजको भ्लगमा पुरै मन देखेको छु एकदमै मेरो इज्जत पाए पनि लाइक कमेन्ट गरिदिनु होला प्लिज यो चुकी मुसो जस्तो अनुहार गरेको मान्छेको लागि नगरे पनि म राम्रो मान्छेलाई गरिदिनु मेरो टुप्पीको लागि भए पनि लाइक गरिदिनु होला पैसा परेर गरे भन्दिन फेरि सुप्रिया द ह्यान्डसम गाईको लागि पनि 1 सब्स्क्राइब हान्दिनु होला के यार लास्टमा सुप्रिया यस्तो मान्छे हो जो चाहिँ एकछिन भनेको के अरे पुरा बाँडेर खाइदिने वाला परोठा वाला भनेको गोरुको अनुहार पुरा गाई हो यो अलि ठ्याक्कै उल्टो भनिदिनु र ए यो हाँसो फेरि मरचवाला छ है एउटामा बोल गाइस के हो भन्दाखेरि होइन आज त यो मान्छेलाई आजसम्म लाइफमा कोही केटी एउटा म्यासेज पनि गरेको छैन होइन आफू पछि लाग्दाखेरि पनि केटीहरूले बाल नदिने इग्नोर गर्ने होइन इग्नोर गर्दै होइन इग्नोर गर्दै अनि त्यसपछि गएर यस्तो होइन त्यो के अरे भन्न खोजेको कस्तो रूपमा खासै यस्तो ब्युटिफुल भन्नु खोजेन ठिकै केटीहरूले पनि खासै भाउँदैनन् कि यो मान्छेलाई होइन यो मान्छे किनकि यो मान्छेको कपाल हेर्नु अनि कपाल देखाउन अनि यो मान्छेको चस्मा हेर्नु अनि त्यसपछि यो मान्छेको अनुहार हेर्नु अनि त्यसमा झन् यसको झन् बानी हेर्नु म पनि झन् खासै गर्थ्यो त होइन के गर्ने इक्जामको सँगै इक्जाम पढ्छ यो मान्छे मेरो केटी राम्रो केटीले चाहिँ उसले पताएको हुन्थ्यो भन्ने चाहिँ लागेको छ हामीहरू सब हो कि केटी हो अनि त्यही भएर उसलाई चाहिँ मैले चाहिँ एकदम राम्रो मेरो आइफोनदेखि चाहिँ एकदम राम्रो फोटो खिचेको प्रोफाइलमा होइन अनि त्यसपछि उसकोमा चाहिँ उसको फेसबुक आइडी हो प्रवीण यादव सर्च गरेर हेर्नु होला यही अनुहार गएको मान्छे तर फोटो चाहिँ हो म त्यो फोटो पनि देखाइदिन्छु यदि यो फोटो गराएको मान्छेबाट फ्रेन्ड रिक्वेस्ट आयो भने एक्सेप्ट गरेर चाहिँ यस्तो लाइक कमेन्ट गरिदिनु होला र अनि त्यसपछि उसलाई लाइक कमेन्ट गरेर एउटा दुईवटा केटीले यस्तो भाउ दिए जस्तो गरिदिनु होला है बस पक्कै पनि म पनि त्यही चाहन्छु होइन ओके छ त यस्तो के ओके छ त यस्तो गर के यस्तो ओके छ त अब ज्ञानु भनेको छु ज्ञानु आइदेऊ न ज्ञानु हाम्रो परबिनलाई छिटो हैन मुन्नी भनेर के अब मार्छ है आज टुप्पी देखाउ के टुप्पी त कस्तो भयो आज त अलि बबालै भएको छ होइन के छ तिम्रो मनमा घुमेर आयो अब माथिबाट गएर नास्ता वास्ता सब खाएर आइसक्यौँ यार हामीले त परोठा खायौँ चाउमिन खायौँ यार रिसर्च आज खत्रै खाएको छ त्यो मलाई पनि त्यस्तै लाग्छ क्या बारी यार मार्छ के अब आइन है अर्को ज्ञान आइन ज्ञान बहादुर खोका उठ्या छ तिमी आयो ज्ञानु ज्ञानु होइन राख्ने त फाइनली अडिरको फल के अडिर हाम्रो सरले भन्दा मिज्यो क्या हाम्रो परविन तर हामी एउटै ग्रुपमा परेनौँ छुट्टियौँ कि यार होइन मलाई त्यो दुखायो र खास कुरा के भनेपछि हामी दुइटै सिङ्गल ग्रुपमा पऱ्यौँ कि केटा होइन सिङ्गल तर सिङ्गल अरू त्यही हो मेरोमा अलि सर थिए होइन रमाइलो भयो के थोरै ज्ञानुहरू यता छन् ज्ञानुहरू एउटा ज्ञानु अर्को ज्ञान बहादुर अर्को हिरोइनी बहादुर उता मजा रहेछ त निजाउन त फाइनली हामी आजको सर्भे गरेर होइन फर्किँदैछौँ होइन बाटो यस्तो छ गायककारहरू गीताउँदैछन्
हामी चाहिँ 7 नम्बर वडाबाट चाहिँ आइसकेर चाहिँ हामी चाहिँ अब सल्लेको चाहिँ एयरपोर्टमा चाहिँ घुम्नको लागि चाहिँ हामी गइरहेछौँ। हामी चाहिँ बाटोमा हिँडिरहेछौँ, साथीहरू छन्। आदि साथीहरू चाहिँ अलि टी सर्ट फेर्न गए, बिचराहरू टी सर्ट लाएर जाने हुँदै हामी चाहिँ सर्टकट यतैदेखि चाहिँ कलेजको टी सर्टमै जाने हो। गाइजहरू यति छन्। सो फाइनल्ली अब हामी होइन गइन्छ के त्यो एउटा पुल छ होइन, यता पुल छ, त्यो पुल हेरेर आउने रे। बसबाट एयरपोर्ट पनि हो, सल्ले एयरपोर्ट पनि। एयरपोर्ट पनि दुईटा के, एयरपोर्ट र पुल होइन, दुईटै हेरेर आउने के, दुईटा। अनि यो बाटो एयरपोर्ट जान्छौँ, एयरपोर्टदेखि झरेर पुलदेखि आउँछौँ क्या। एयरपोर्टदेखि झरेर पुल तर लास्टै हाइटमा छ रे एउटा पुल। साँच्चै जित्यो हो। भिडियो देखाइदिउँ, सबुत देखाइदिउँ, मपाई गर्ने तिमी केस हालिदिउँ, मुद्दा हालिदिउँ, हेप्नी रिख हालिदिउँ। नयाँ नयाँ टी सर्ट हो यार, हिजो भर्खर किनेको यार। कति रुपियाँ हाल्यो यसलाई 1000 रुपियाँ हालेको यार। पक्कै कुरा म नढारेर भन्दिनँ कि 1000 रुपियाँ हालेको के। हाम्रो पर्बिनको 1000 को टी सर्टको लागि भए पनि यो भिडियो लाइक गरिदिनु होला। ल हल्लाइदेऊ। के भन्न मन छ सिरियाजी? केही भन्न मन छैन? थाकिसके म हैन, थाकिसक्यो तिमी? म सीतामोल पनि ल्याएको छु, निम स्लाइड पनि ल्याएको छु, पत्थरीको औषधि पनि ल्याएको छु, तर म पखालावाला चाहिँ ल्याएको छैन नि। पखालाको चाहिँ ल्याएको छैन नि फेरि। छैन सर, त्यो एमबीबीएस हो कि एमडी हो कि के हो? म एमबीबीएस छैन नि यार, म लोकल सर्जन हो कि। लोकल सर्जन भनेर गरे फेरि जाउला जेल। हेलो हेलो मिस्टर झ्याप्स्टर के हो कि यो भवितव्य हो के। हामी यहाँबाट जाँदाखेरि होइन भवितव्य भन्ने याद गरेर जान्छौँ के। नोन एज द फादर अफ भवितव्य। कहाँ ढाट्यो? हेलो नवीन, रमेश राजा। तर छन् है छन्, यसोले चाहिँ हो। फाइनली म अब सिरियाजीको चस्मा लगाइदिएको छु होइन, खान्छु जस्तो लागिरहेको छ कि। मार्केटमा खाइदिन्छु कि, मार्केट खाइदिन्छु। सिरियाको साथमा मार्केट छ कि। अरु के अरु त के भन्नु र हैन। जेमा पनि प्रवीणको भ्लग हेरेर चाहिँ मेरो चस्मा फेमस हुने भयो। हुन्छ यार, काला चस्मा। यो चस्मालाई त फेमस त गराउनै पर्यो नि। अनि अरु जाऊ न मेरो लागि अलिकति यति ऐसले टिपेर दिएर टिप्न सक्ने भइदिए म अरूबाट मागेर खान्थे र यार। पश्चिम रुकुमको एयरपोर्ट के रे ठाउँको नाम सल्ली हो नि ठाउँ, सल्ली हो नि, सल्ले सल्ले भन्ने ठाउँमा जहाँ चाहिँ डोमेस्टिक एयरपोर्ट छ त्यहाँ चाहिँ जाँदैछौँ हामी। र एउटा रुकुम पश्चिमको फेमस झुलुङ्गे पुल हुँदै हामी चाहिँ जाँदैछौँ। त्योमा चाहिँ सल्ले र खलङ्गा जोड्ने पुल एकदम धेरै ठुलो। पहिला हामी पुलमा गएर अनि उता एयरपोर्ट हैन सर, एयरपोर्ट भएरै हामी पुल झर्छौँ। जाँदैछौँ, साथीहरू चाहिँ आउँदैछन्। हामी ऐसले खाँदै बोटको नाम हो लाकुरी। चाहिँ फुच्चे भएर पनि आएका छन्। अहिले चाहिँ पानी आउनु लाग्छ कि हल्का कालो बादल भइरह। यहाँ चाहिँ अटो पनि चल्दो रहेछ मजाले, भाइ मजाले दौडिरहेछ। हेलो भाइ, तिम्रो नाम के हो भन त? के हो नाम तिम्रो? भनिदिउ ल छिटो। घर कहाँ हो? मेरो घर कहाँ बाबु? भनेर नि। यता तल हामी चाहिँ भवितव्य सबैजना भवितव्य जाँदैछौँ हामीहरू होइन। यसो भ्लग चाहिँ यसो हेरेर साथ सपोर्ट चाहिँ गर्दै गर्नु होला होइन। मेरो मिजुको चाहिँ यो नयाँ भ्लग, नयाँ हुनाले नयाँ उसदेखि चाहिँ पुरानो चाहिँ एउटा के भयो भन्दा खै के भयो भन्दैछ मिजुले, के भयो भन्दा फेरि नयाँ बनाउँदैछन्। मेरो मोबाइल स्विच अफ भयो क्या। नयाँ एकाउन्टदेखि चाहिँ पोस्ट गर्दैछन्। यस्तो सब्सक्राइबर खासै त थिएन नि, त्यही पनि यसो सब्सक्राइब चाहिँ गर्नु होला होइन मिजुकोमा। एयरपोर्ट यता हो साथी, दिलीप यार राजा यता हो के।
दिलीप राजा यार उता गइदिने यार त्यो फेरि मिल्यो मिचो खै चस्मा ल्याउ त एकचोटि मैले लाउँछु चस्मा यो चस्मा त अलि ब्रान्डै हो हैन प्रवीण फोटो खिच्नको लागि त्यो गर न मोबाइल बन्द गर न ए मेरो चस्मा कहाँ गयो कुन्नी यार खै कहाँ गयो यार राजा यार रमेश अगाडि छन् के अथि रमेश भुपुमा एक घर हो भन्दैमा अघि अघि त नगइदेऊ न यार शिशिर कस्तो भयो त नि गेडा जस्तो भयो ल ठिक छ त्यसो भए तिम्रो चाहिँ खत्रै भएछ जे होस् गानाको तलको काटेर माथि झुन्डाइमा गानाको भविष्य काटी पुरा भइदियो है एयरपोर्ट आइपुग्यौँ के यहाँ खलङ्गाको एयरपोर्ट यही हो हेर्दाखेरि बाटो जस्तो देखिन्छ खलङ्गा बजार यही हो यताको यो खलङ्गा बजार है खै के हो जबरजस्ती लिइराखेको छ सब गिरिगा अनि यहाँ बार गिरिगा रबर थियो त्यो नि गयो यहाँ बर्बादै पारिदियो हिरोले हामी फाइनली अब पुलमा आइपुग्यौँ होइन झुलुङ्गे पुलमा बाटो कहाँ सर यही गाह्रो छ त यो बाटो हजुर फाइनली मरसर पुलमा आइपुग्यौँ अब केही होला जस्तो छ होइन एकदमै रमाइलो छ छिटो आऊ छिटो अनि अब स्टार्ट गर्नलाई म यो चस्मा लाउँदैन है फेरि तिरमिर गरेर कहीँ खस्यो भने फेरि गाह्रो हुन्छ त्यो अब यो चस्मा सर लाउनुहुन्छ म आफ्नो चस्मा लाउने हो ल सर अब हिँडौँ सर आफ्नो लगाए सबले आफ्नो आफ्नो चस्मा लगाएको छन् सर बाहेक बाटो यस्तै छ बाटो यस्तो छ केही काम गर्नु हैन सर मातिर केही काम गर्नु मातिर केही हुँदैन गरौ हुँदै होस् सुरक्षित सँग हो त नि जिल्ला गए अवश्य पुगिन्छ चाँडो गए भन्न सकिन्न हो र सर सर कहाँनिरको ट्राफिक उसको त्यो चोर्नु हो सर सिरिया त सबभन्दा अग्ली छिन् अलगी छिन् अलगी है अग्ली हो कि अलगी अलकी हुन्न नि अग्ली या अलगी फाइनली हामी त्यो अब त्यो खतरावाला पुलमा पुगिसकेका छौँ कि फेरि तल फेरि बाटो छ तिमीले हैन यिनी भिडियो मलाई पठाइदिनु भने हैन भ्लग नगराउँदै नबोले मसँग ओके छ त देखि साथी र ओके छ त तिम्रो र मेरो बिचको साथीको नाता सम्बन्ध टुट्ने छ टुट्ने छ ओके छ त फाइनली पुगिसक्यौँ हामी पुलमा देखाउन चाहे कि हैन पुल यस्तो छ म अहिले पुलमा छु हैन पुलमा खासै भिडियो गराउन मिल्दैन फेरि मोबाइल खस्यो भने त सक्यो कहानी के त्यही भएर पुलमा म धेरै भिडियो गराउन चाहन्न हेर मोबाइल खस्यो भने त सिरियाले दिन्छ न त अरू कोहीले दिन्छ हैन खासतिर भाइहरूले पनि बनिरहेछ यार बनिरहेछ के पुल यस्तो छ हैन लास्टै उ छ के तल हेर्दा त ए राम पानी चाहिँ छैन पानी चाहिँ छैन म गएँ है म बन्द गरेँ है मोबाइल मान्छे उता डराएर हालत खराब भइरहेछ हामी यसो घुम्दा हैन उता पुलबाट घुमेर यता आउँदाखेरि हामी यता गणतन्त्र दिवसको अवसरमा एउटा उ देख्यौँ गणतन्त्र दिवसको सबैमा शुभकामना कानुनको शासन कायम रहोस्